हेलो हेलो साथीहरू नमस्ते। तपाईँलाई मेरो छोटो र सानो नयाँ भिडियोमा तपाईँहरूलाई स्वागतसँगै आज म तपाईँहरूलाई यस्तो ठाउँमा लिएर आएको छु जुन घना जङ्गल छ। त्यो घना जङ्गलको ठाउँमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हरेक यहाँका स्थानीयहरूले राम्रो पार्क बनाउनु भएको छ र त्यो पार्कमा पनि यति रमाइलो गरी खेल्न मिल्ने हरेक चिज यहीँ उपलब्ध भएको बनाउनु भएको छ र तपाईँहरूले पनि यो देख्न सक्नुहुन्छ है साथीहरू। र तपाईँले यता पनि देख्न सक्नुहुन्छ यतातिर यस्तो खेल्न सक्ने बनाउनु भएको छ भने यतातिर पनि छ र यसरी स्थानीय पनि आउनुहुन्छ र साथै पनि यहाँ हरेक चिजको खेल्ने उपलब्ध बनाइदिनु भएको छ कि हरेक चिजको तपाईँले यहीँ देख्नुहुन्छ ब्याडमिन्टन कोर्ट, यहीँ देख्नुहुन्छ टेनिस टेबल कोर्ट र भलिबल कोर्ट। साथसाथै तपाईँहरूले यसको साथमै त बक्सिङको प्र्याक्टिस गर्नेहरूको लागि बक्सिङको कोर्ट देख्न सक्नुहुन्छ। साथसाथै यहीँ बच्चाहरू पनि खेल्नको लागि सबै यहाँको सरकारले विशेष गरी जनताको स्वास्थ्यलाई एकदम मध्यनजर गर्दै स्वास्थ्यको ख्याल राखिदिँदै त्यसले गर्दा यहाँको यसरी यहाँको हरेक ठाउँमा यसरी राम्रो गार्डन बनाउनुहुन्छ। तपाईँ देखिसक्नुहुन्छ है। यता पनि यस्तो यति राम्रो पिच गरेर बनाइदिनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ यता पुरा घना जङ्गल छ भने यतातिर पनि घना जङ्गल छ साथीहरू। त्यसको केही दूरीमा पश्चात गएपछि मात्र हामीले यो सहरमा छिर्नेछौँ साथीहरू है। त्यस्तो छ है। त्यसले गर्दाखेरि जनताहरूले एकदम खुसी हुनुहुन्छ र सबै सेवा सुविधाहरू पनि यहाँ उपलब्ध बनाइदिनु भएको छ। त्यसले गर्दाखेरि एकदम आनन्द साथीहरू है। मेरो भिडियो कस्तो लाग्छ जस्ता त्यस्तै र सल्लाह सुझाव दिनुहोला र साथै मनपर्छ भने फलो पनि गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् है साथीहरू। आजलाई यो भिडियो यति नै। बाइ, सी यू नेक्स्ट भिडियो।